काला चस्मा कृपया भाइहरू अगाडि आइदिनु होला शुभ दिवाली दादा छर्पदाको उपलक्ष्यमा सबका नेपालवासीहरूमा हार्दिक मनोदय शुभकामना व्यक्त गर्दै जति पनि नेपाली हुनुहुन्छ घरदेश परदेश जहाँ पनि हुनुहुन्छ सम्पूर्णमा हार्दिक मनोदय शुभकामना व्यक्त गर्दछौँ त्यसै गरी स्वास्थ्य लाभको कामना हामी गर्दछौँ हाम्रो सम्पूर्ण भाइले टिम तर्फबाट हजुरबाज काला चस्मा कृपया भाइहरू अगाडि गरिदिनु होला यस्तो चालले दिदी तिमी कहीँ गएर पनि सन्चो हुन्न हो है यता चुपुर उता चुपुर गर्छौ भने है लास्टमा किडनी फेल भएर खेस्रेको पऱ्यो यता त्यस्तो होइन के मेरो यो पहिले यो गाडीले बस्दै हानेको हो एउटा कुरा होइन बसले हाने ससले हाने भने त्यो त एक्सरे गरेपछि हड्डी टुटफुट देखिन्छ अनि त्यो चाहिँ सड्केको मरेको त्यो पुरानो चोट मर्म हो त्यो मर्म चोटलाई चाहिँ निको गर्ने दबाई दिएछु त्यो त यत्रो निको हुन्छ त नि तिमी आडै नहुनु तिमी के त्यो सम्बन्धी त्यही सम्बन्धी दिएछु गर मैले खाऊ न यहाँ बस यहाँ खुट्टा राख धेरै तिमी डाक्टर भन्दा जान्ने नपल्ट्यौ कि तिमी दुःख पाउला तिमी जहाँसुकै दबाई गर्ने के सित्तमै गरिदिन्छु तिमीलाई यहाँ राख खुट्टा फुरु दबाई नखाएर होइन ठिक भयो त म अरू किन नहुने खाएकै छैन लागेकै छैन यत्रो निको हुन्छ कि मान्छेहरू लिएर आउँथे फेरि खाऊ न पहिला पहिला यहाँ ठिकै नहुने आएको एक दिन बाद चुप गर्छन् च्याउ लाग्ने त्यस्तो गऱ्यो भने तिमीलाई कहिले पनि निको हुन्न कहिले सन्तोक हुन्न तिमीलाई यति कुरा जान्नु डक्टर भेट्दा तिमी हैरान हुन्छ डक्टर पनि भएन हो उसले दबाई दिएको त खान पर्यो जान्न पर्यो नि जान्नु छैन त्यो आफू त्यो जान्ने पर्दैन तिमीहरू भ्रमणले गर्दा तिमीले पाएको अनि चिल्लो चाप्लो नखाऊ सिम्पल सादा खाऊ मटाएर फुल्लिएर कुकुर भएको थाहा छैन के को दबाई खान्छौ त्यही पेन किलर खायो अहिले हेर तिम्रो खुट्टाबाट कति कालै कालै निस्किन्छ रगत त्यही